फिक्स डिपोजिट भन्दा पनि सुरक्षित एकदमै राम्रो इन्भेस्ट गर्ने लगानी गर्ने ठाउँ भनेको गभर्मेन्ट सिक्युरिटिज हो। फिक्स डिपोजिट जत्तिकै प्रतिफल आउँछ तर गभर्मेन्ट सिक्युरिटिज एकदमै सुरक्षित हुन्छ। यसको डुब्ने चान्स भनेको 0 नै हुन्छ। र आजको भिडियोमा हामीले यो गभर्मेन्ट सिक्युरिटिजको बारेमा सम्पूर्ण कुरा बुझ्नेछौँ। यसको प्रकारको बारेमा पनि बुझ्नेछौँ र यसमा कसरी लगानी गर्ने त्यो पनि हामीले सबै बुझ्नेछौँ। यस्तो खालको भिडियोहरू तपाईँलाई मनपर्छ भने फ्युचरमा पनि यस्तै खालको भिडियो नछुटाउनको लागि सब्सक्राइब गर्नुहोला। र आजको हाम्रो टपिकतिर हामी प्रवेश गरौँ। गभर्मेन्ट सिक्युरिटिजलाई नेपाली भाषामा सरकारी धितोपत्र भनिन्छ। र यो गभर्मेन्ट सिक्युरिटिजलाई बोन्ड भनेर पनि भनिन्छ। गभर्मेन्ट बोन्ड भनेर पनि भनिन्छ। र यो के हो त भन्दाखेरि गभर्मेन्ट बोन्ड भनेको इन्स्ट्रुमेन्ट हो। इन्स्ट्रुमेन्ट हो या यसलाई औजार भनौँ जसको थ्रु नेपाल गभर्मेन्टले या अरू कुनै पनि देशको सरकारले आफ्नो जनताहरूबाट लोन लिने काम गर्दछ र त्यो लोन लिएको पैसा डेभलपमेन्ट वर्कहरूमा प्रयोग हुन्छ। विकासको कामहरूमा चाहिँ त्यो पैसा प्रयोग हुन्छ या खर्चहरू धान्नको लागि त्यो पैसा प्रयोग भएको हुन्छ। खर्चहरू जस्तै पेन्सन दिने या सरकारी कर्मचारीहरूलाई स्यालेरी दिने। गभर्मेन्ट सिक्युरिटिज भनेको फिक्स डिपोजिट जस्तै हो तर यसमा 0 हुन्छ। किनभने हामी जनताहरूले नेपाल सरकारलाई लोन दिन्छौँ। अब त्यो लोनको पैसा फिर्ता नआउने भनेको एकदमै कम हुन्छ। त्यसको लागि नेपाल सरकारले डुब्न पर्यो त्यस्तो हुनको लागि। तर त्यस्तो हुँदैन। र यसमा चाहिँ कस्तो हुन्छ भने मानव कुनै पनि एउटा गभर्मेन्ट बोन्ड इस्यु भयो, त्यहाँ भन्छ ल 5 वर्षको हो यो, यसमा चाहिँ 9% ब्याज पाउँछ भन्यो। यसको अर्थ के हो भन्दाखेरि हामीले 5 वर्षभित्रमा हरेक वर्ष 9% को दरले ब्याज पाउँछौँ। अनि 5 वर्षपछि 5 वर्ष पुरा भएपछि साउँ ब्याज दुइटै पाउँछौँ। जुन यो 9% ब्याज छ यो हरेक वर्ष 9% नै कायम हुन्छ 5 वर्षसम्म। र फेरि अर्को चाहिँ एउटा गभर्मेन्ट बोन्ड छ अरे अर्को, त्यसको ब्याज मानौँ 10% छ भने यो चाहिँ 4 वर्षको लागि जारी गरेको हो भने चाहिँ यसको के हुन्छ त 4 वर्षसम्म 10% ब्याज नै यसको कायम हुन्छ हैन। यो 10% वाला धितोपत्र हो भने 10% ब्याज 4 वर्षसम्मै कायम हुन्छ। यसको चाहिँ 10% ब्याज पहिलो वर्षमा 10% रह्यो, दोस्रो वर्षमा 9%, तेस्रो वर्षमा 11%, त्यस्तो हुँदैन। यसको रेट चाहिँ कन्स्टेन्ट हुन्छ। यसको जुन ब्याज छ यो कन्स्टेन्ट हुन्छ। र जुन यो ब्याज छ यो ब्याजको जुन यो पेमेन्ट जुन यो भुक्तानी छ यो चाहिँ 6 महिनामा हुन्छ कि त 1 वर्षमा हुन्छ। त्यो हामीले नोटिस हेर्नुपर्छ। यो पब्लिक डेट म्यानेजमेन्ट अफिसमा नोटिस आउँछ या डिफ्रेन्ट न्युज पेपरहरूमा पनि पब्लिस भइरहेको हुन्छ। जुन यो गभर्मेन्ट सिक्युरिटिज छ यो गभर्मेन्ट सिक्युरिटिज निष्कासन गर्ने र व्यवस्थापन गर्ने काम भनेको पब्लिक डेट म्यानेजमेन्ट अफिसको हो। यसले चाहिँ नेपाल गभर्मेन्टको बिहाफमा यो सबै कामहरू गरिदिने गर्दछ। र अब चाहिँ हामी नेक्स्ट टपिकमा जाऊँ है त। अब टाइप्स अफ गभर्मेन्ट सिक्युरिटिज नेपालमा 4वटा टाइपको गभर्मेन्ट सिक्युरिटिजहरू निष्कासन भइरहेको छ। जस्तै ट्रेजरी बिल, डेभलपमेन्ट बोन्ड, सिटिजन सेभिङ बोन्ड र फरेन इम्प्लोयमेन्ट बोन्ड। तर गभर्मेन्ट सिक्युरिटिज चाहिँ योभन्दा धेरै पनि हुन्छ प्रकारको। तर नेपालमा चाहिँ यति 4वटा किसिमको सरकारी धितोपत्रहरू निष्कासन भइरहेको छ। यति 4वटा मध्ये ट्रेजरी बिल र डेभलपमेन्ट बोन्डको जुन ब्याज दर छ त्यो चाहिँ अक्सनको थ्रु निर्धारण हुन्छ। अक्सन बोल कबलको थ्रु निर्धारण गरिन्छ भने यो सिटिजन सेभिङ बोन्ड र फरेन इम्प्लोयमेन्ट बोन्डमा चाहिँ नो अक्सन, अक्सनै हुँदैन यसमा। यसको ब्याज दर निर्धारण भएर आएको हुन्छ भने ट्रेजरी बिल र डेभलपमेन्ट बोन्डमा चाहिँ अक्सनको थ्रु ब्याज दर निर्धारण हुन्छ। यो सबै मैले तपाईँहरूलाई वेबसाइटमा गएर देखाउने पनि छु, त्यही भएर अन्त्यसम्म भिडियो हेर्नु होला।
र सब्सक्राइब पनि गर्नु होला यदि तपाईँलाई यो भिडियो मन परिरहेको छ भने र तपाईँको केही सल्लाह सुझाव छ भने पनि कमेन्टमा भन्न सक्नुहुन्छ या तपाईँको कुनै प्रश्नहरू छ भने पनि ट्रेजरी बिलको टाइप हेर्ने हो भने नेपालमा चाहिँ चारवटा छ एउटा 28 दिनको त्यसपछि 91 दिनको छ 182 दिनको र 364 दिनको छ ट्रेजरी बिलको म्याच्युरिटी पिरियड भनेको 1 इयरभन्दा लेस हुन्छ अब 1 वर्षभन्दा धेरै म्याच्युरिटी पिरियड भएको भनेको त्यो डेभलपमेन्ट बोन्ड भयो फरेन इम्प्लोइमेन्ट बोन्ड यिनीहरूको चाहिँ 1 वर्षभन्दा धेरै हुन्छ यति बुझौँ न नेपालमा चाहिँ जति पनि गभर्मेन्ट सिक्युरिटिज इस्यु भएको छ त्यसमा ट्रेजरी बिलको मात्रै हो जसको चाहिँ म्याच्युरिटी पिरियड 1 इयरभन्दा थोरै हुन्छ र यसलाई चाहिँ हामीले यसको इन्कममा चाहिँ ट्याक्स पे गर्नुपर्ने हुन्छ कि ट्याक्सेबल छ जस्तै मानौँ तपाईँले ट्रेजरी बिलमा लगानी गर्नुभयो तपाईँले ब्याज पाउनुभयो भने त्यो जुन ब्याज छ त्यो ब्याजमा चाहिँ हामीले ट्याक्स तिर्नुपर्ने हुन्छ र मानौँ तपाईँले चाहिँ 182 डेजको ट्रेजरी बिलमा लगानी गर्नुभएको छ तर 182 डेज नहुँदै तपाईँलाई त्यो बेच्न मन लाग्यो भने तपाईँ ओभर द काउन्टरमा गएर तपाईँले मजाले बेच्न सक्नुहुन्छ यो ओभर द काउन्टर भनेको के हो भनेर मैले भिडियो बनाउने छु त्यसको लागि तपाईँले सब्सक्राइब गर्नुपर्ने हुन्छ सो द्याट तपाईँले चाहिँ फ्युचरमा त्यस्तो खालको भिडियोहरू नछुटाउनु होला र यसलाई चाहिँ हामीले कसरी एप्लाई गर्ने भन्दाखेरि यसलाई चाहिँ डिओएमएसको थ्रु एप्लाई गर्नुपर्छ र यो डिओएमएस चाहिँ पब्लिक डेट म्यानेजमेन्ट अफिसको वेबसाइटमा पाइन्छ त्यो पनि मैले अहिले तपाईँलाई देखाउँछु र यो कम्पिटेटिभ बिडर्स र नन कम्पिटेटिभ बिडर्स भनेको के हो त भन्दाखेरि त्यहाँ चाहिँ दुईटा प्रकारको बिडर्सहरू हुन्छ कि एउटा त हुन्छ एक्टिभ बिडिङमा पार्टिसिपेट गर्ने अर्को हुन्छ एक्टिभ बिडिङमा पार्टिसिपेट नगर्ने हुन्छ जुनै एक्टिभ बिडर्सहरू छ जसले चाहिँ त्यहाँ त्यो बिडिङमा पार्टिसिपेट गरेको छ तिनीहरूको कट अफ जुन त्यो कट अफ रेट छ त्यो कट अफ रेटमा नै नन एक्टिभ बिडर्स अर्थात् नन कम्पिटेटिभ बिडर्सले पाउँछ नन कम्पिटेटिभ बिडर्सले चाहिँ त्यहाँ गएर 8%को ब्याज दर 7%को ब्याज दर 6%को ब्याज दर भनेर त्यसरी भन्न पाउँदैन र जुन यो कम्पिटेटिभ बिडर्सहरूले जुन कट अफ निर्धारण भयो त्यही कट अफमा चाहिँ कम्पिटेटिभ बिडर्सहरूले ब्याज दर पाउने हो र नर्मल सिटिजन जस्तै हामी जस्तो मान्छेहरूले चाहिँ नन कम्पिटेटिभ बिडर्समै हामीले फर्म भर्ने गर्दछौँ है त नन कम्पिटेटिभ बिडर्सवाला हामीले फर्म फिल गर्छौँ र त्यो कसरी गर्ने अहिले मैले भन्दैछु है त अब मैले भनेको थिएँ कसरी गर्ने भनेर त्यसको लागि चाहिँ हामी यहाँ जानुपर्छ पब्लिक डेट पब्लिक पब्लिक डेट म्यानेजमेन्ट वेबसाइटमा जाने यहाँ गइसकेपछि हामीले हेर्न सक्छौँ है ती पब्लिक डेट म्यानेजमेन्ट अफिसको यहाँ जाने यसमा चाहिँ नेपाली र इङ्ग्लिस पनि गर्न मिल्छ है ती इङ्ग्लिस पनि गर्न मिल्यो अब यहाँ हेरौँ नि ट्रेजरी बिल भनेर यहाँ तपाईँले देख्नुभयो होला अनि यहाँ नोटिसमा जाने हामी यसमा चाहिँ नोटिस आउँछ कि सबै डिटेल्सहरू आउँछ के गर्ने के नगर्ने भनेर सम्पूर्ण डिटेल्सहरू आउँछ यसमा यसमा चाहिँ मैले क्लिक गरेँ यहाँ तपाईँले हेर्न सक्नुहुन्छ यसमा के छ त पब्लिक डेट म्यानेजमेन्ट अफिस भनेर छ अक्सनको डेट र टाइम छ इस्यु डेट छ अक्सन एमाउन्ट अनि यो सबै दिएको छ यहाँ बिड फर्म सबमिसन लिङ्क भने है यो लिङ्कमा जाने यहाँ गएर चाहिँ हामीले नन कम्पिटेटिभ बिडर हो भन्ने अनि कति एमाउन्ट हामीले बिड गर्ने कति एमाउन्ट हामीले चाहिँ इन्भेस्ट गर्ने हो एज अ नन कम्पिटेटिभ बिडर हामीले त्यो लेख्ने अब म यो लिङ्कमा क्लिक गरेँ है त यो लिङ्कमा क्लिक गरेँ अब त्यो लिङ्क खुल्दैछ तर यो लिङ्क खासै खुल्दैन क्या चल्दैन यो 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 यहाँ चाहिँ लोडिङ देखाएर चाहिँ यो खुल्दैन भन्ने बुझ्दा हुन्छ यहाँ लोडिङ मात्रै भइरहेको यो खुल्दैन यो अब यहाँ हेरौँ त अब यहाँ चाहिँ हाम्रो के भनेको भने
तपाईँले चाहिँ त्यो फर्म भर्दाखेरि के गर्नुपर्छ त 2.5% जस्तै मानौँ तपाईँले चाहिँ 1 लाखको एमाउन्ट बिड गर्नुभएको छ एज अ नन कम्पिटेटिभ बिडर भने तपाईँले चाहिँ 2.5% 1 लाखको 2.5% यो खातामा जुन यो एनआरबीको खाता छ यो खातामा चाहिँ हाल्नुपर्ने हुन्छ। इफ तपाईँले चाहिँ इन्भेस्ट गर्ने मौका पाउनुभयो, इफ तपाईँको बिड सक्सेसफुल भयो भने तपाईँले चाहिँ यो खातामा यहाँ तल दिएको खातामा चाहिँ पुरै पैसा डिपोजिट गरिदिनु पर्ने हुन्छ। इफ तपाईँलाई चाहिँ त्यो बिडमा कुनै पनि लगानी गर्ने मौका आएन भने तपाईँको त्यो 2.5% पैसा चाहिँ रिटर्न गरिदिन्छ। यहाँ सबै डिटेल्सहरू छ है, तपाईँले यहाँ मजाले हेर्न सक्नुहुन्छ। सबै डिटेल्सहरू छ यसमा। ल अब चाहिँ हामी फेरि हाम्रो स्लाइडमा आउँ है। हाम्रो ट्रेजरी बिलको सबै कुराहरू भयो, हामीले बुझ्यौँ ट्रेजरी बिलको। अब चाहिँ हामी डेभलपमेन्ट बोन्डमा जाँदैछौँ। यो डेभलपमेन्ट बोन्डलाई चाहिँ नेपाली भाषामा विकास ऋणपत्र भनिन्छ। अब यसलाई पनि इन्भेस्ट गर्ने भनेको त्यही डियुएमएसको थ्रु नै हो लगानी गर्ने भनेको। र हामीले चाहिँ यसमा मानौँ ब्याज प्राप्त गऱ्यौँ भने हामीले यसमा कुनै पनि ब्याज प्राप्त गरेको छौँ भने त्यो चाहिँ ट्याक्सेबल हुन्छ, त्यसमा हामीले ब्याज तिर्नुपर्ने हुन्छ। र यसमा चाहिँ मिनिमम 5 लाख हामीले लगानी गर्नुपर्ने हुन्छ। र जुन यो सरकारी धितोपत्र छ अर्थात् जुन यो विकास ऋणपत्र छ यो विकास ऋणपत्रलाई चाहिँ कोलेट्रलको रूपमा युज गरेर अर्थात् यसलाई चाहिँ धितोको रूपमा युज गरेर हामीले ब्याङ्कबाट लोन लिन सक्छौँ। र यसको चाहिँ यसको समय अवधि चाहिँ 5 वर्षको छ। तर हामीलाई चाहिँ पैसा अर्जेन्ट भएर यसलाई बेच्न मन लाग्यो भने हामी चाहिँ नेप्सेको थ्रु या डिओएमएसको थ्रु हामीले बेच्न सक्छौँ है त। र यसमा पनि ब्याज दर अक्सनको थ्रु निर्धारण हुने कारणले गर्दाखेरि यहाँ चाहिँ दुईवटा टाइपको बिडर हुन्छ, एउटा त नन कम्पिटेटिभ बिडर होइन, अर्को चाहिँ कम्पिटेटिभ बिडर हुन्छ। तर हामीले चाहिँ नन कम्पिटेटिभ बिडरको रूपमा फर्म भर्ने हो र पैसा त्यहाँ राखिदिने। त्यो कम्पिटेटिभ बिडरहरूले कम्पिटिसन गर्छ र जुन कट अफ रेट आउँछ त्यसैमा हामीले लगानी गर्ने मौका पाउँछौँ, त्यो कुरा हो। र जुन यसमा चाहिँ मानौँ हामीले लगानी गर्ने मौका पायौँ भने चाहिँ के हुन्छ त, हामीले पैसा हालिदिने, त्यसपछि इन्भेस्टर पोर्टल भनेर हुन्छ। इन्भेस्टर पोर्टलमा चाहिँ हाम्रो ड्यासबोर्ड हुन्छ, त्यसैमा हामीले एउटा डिजिटल सर्टिफिकेट पाउँछौँ। इन्भेस्टर पोर्टलमा चाहिँ डिजिटल सर्टिफिकेट हुन्छ, त्यहाँबाट हामीले डाउनलोड गर्नु पनि सक्छौँ र त्यसलाई प्रिन्ट गरेर राख्न पनि सक्छौँ। र इन्भेस्टर पोर्टल कहाँ छ त भन्दाखेरि चाहिँ पब्लिक डेट अफिस म्यानेजमेन्ट यसको वेबसाइटमा पाइन्छ। त्यो हामीले अहिले हेर्छौँ है त, ल हेरिहाल्यौँ त्यो। अब ल यहाँ जाने हो भने डेट सिक्युरिटिज नोटिस छ, यसमा चाहिँ हामीले डेभलपमेन्ट बोन्ड अनि नोटिसमा जाने हो। नोटिसमा यहाँ जाने, त्यसपछि यो चाहिँ 12 डिसेम्बर 23 गतेको नोटिस थियो। यो चाहिँ अक्सनको नोटिस हो है त। र मैले चाहिँ यसलाई खोलेँ, यहाँ सबै सूचना हुन्छ, यसको यहाँ पुरै सूचना हुन्छ। जस्तै 1000 करोड होइन, 1000 करोड चाहिँ विकास ऋणपत्र नेपाल सरकारले अक्सन गर्दैछ। यहाँ सबै चाहिँ यसमा हाम्रो पुरै डिटेल्स हुन्छ। यसमा चाहिँ हामीले कसको थ्रु हो त, यहाँ चाहिँ यहाँ भनेको छ डिओएमएसको थ्रु हामीले एप्लाई गर्नुपर्छ। तर अहिले मैले डिओएमएसमा क्लिक गरेँ भने यसको वेबसाइट खुल्दैन, यस्तै छ। यो अस्तिबाट यो खुलेकै छैन, यो अस्तिबाट होइन, यो धेरै भइसक्यो नखुलेको। त्यो अक्सन हुने दिन खुल्छ, त्यसपछि अरू बेला यो यस्तै हुन्छ। यहाँ चाहिँ डिओएमएसको थ्रु एप्लाई गर्ने भनेको छ र यसमा चाहिँ यहाँ चाहिँ कट अफमा पाउँछौँ। जस्तै नन कम्पिटेटिभ बिडर्सले चाहिँ कट अफमा पाउँछ है त। र यहाँ भनेको चाहिँ यहाँ चाहिँ एउटा अर्नेस्ट मनी भन्ने हुन्छ, त्यो चाहिँ हामीले यसमा के गर्नुपर्ने हुन्छ त, अर्नेस्ट मनीलाई चाहिँ यसमा हामीले डिपोजिट गर्नुपर्ने हुन्छ 2.5%। जस्तै 5 लाख मैले राखेँ, 5 लाखको किन्छु
भनेको छु भने चाहिँ 5 लाखको 2.5% यो खातामा पैसा जम्मा गरिदिने र त्यो पैसा जम्मा गरेको भाउचर चाहिँ यसमा इमेल गरिदिने हो। यहाँ तपाईँले देख्न सक्नुहुन्छ यसमा इमेल गरिदिने र अक्सनमा चाहिँ सफल भइयो भने बाँकीको रकम यो खातामा हालिदिने र त्यो रकम हालेको भाउचर चाहिँ यसमा इमेल गरिदिने हो। ल यसरी चाहिँ हाम्रो नोटिस आउँछ। तपाईँले चाहिँ नोटिस हेरेरै सबै कुरा थाहा पाउने हो। अनि त्यहाँ के गर्ने कसरी गर्ने त्यो सबै कुरा भनिदिएको हुन्छ। र हाम्रो नेक्स्ट टपिकमा जाउँ। हाम्रो नेक्स्ट टपिक भनेको चाहिँ सिटिजन सेभिङ बोन्ड हो है। त सिटिजन सेभिङ बोन्डलाई चाहिँ हामी नागरिक विकास नागरिक बचत पत्र भन्छौँ है। यसलाई नागरिक बचत पत्र भन्छौँ। यसमा चाहिँ हाम्रो अक्सन हुँदैन। यसमा चाहिँ अलरेडी ब्याज दर निर्धारण भएको हुन्छ र यसमा चाहिँ कहिले 6 महिनामा त कहिले 1 वर्षमा ब्याज दिने सिस्टम हुन्छ। यो चाहिँ कति हो भनेर हामीले अहिले नोटिसमा हेर्छौँ। त्यो हेरेपछि हामीले थाहा पाइहाल्छौँ। र यसमा चाहिँ कसले लगानी गर्न पाउँछ त भन्दाखेरि यसमा नेपाली सिटिजन हुनु पर्यो र एनआरएनए हुनु पर्यो, नन रेसिडेन्ट नेपाली। र यसको चाहिँ अवधि मानौँ 8 वर्षको लागि छ र यसमा चाहिँ 9% ब्याज दर यसले दिएको छ भने हामीले हरेक वर्ष 9% को ब्याज दरले हामीले ब्याज पाउँछौँ र 8 वर्ष पुगिसकेपछि साल ब्याज दुइटै पाउँछौँ। र मलाई चाहिँ पैसा अर्जेन्ट भयो है, मलाई चाहिँ पैसा अर्जेन्ट भयो भने मैले कि त यो पैसा राखेर लोन लिन सक्छु, अर्थात् जुन यो धितो पत्र छ यो धितो पत्रलाई कोलेट्रल अर्थात् धितो राखेर मैले लोन लिन सक्छु, कि त यसलाई डिओएमएस होइन, डिओएमएस कि त इन्भेस्टर पोर्टलमा गएर मैले यसलाई बेचिदिन सक्छु। र यसमा चाहिँ मिनिमम लगानी भनेको चाहिँ 10,000 हो। र यसलाई चाहिँ हामीले कसरी एप्लाई गर्ने त भन्दाखेरि इन्भेस्टर पोर्टलको थ्रु हामीले एप्लाई गर्ने हो। र यो मैले बताउन जाँदैछु है त। यसमा चाहिँ यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। जस्तै यहाँ जाने सिटिजन सेभिङ बोन्ड भन्यो होइन, यहाँ नोटिस भनेर आउँछ। ल आयो है त हाम्रो नोटिस, नागरिक बचत पत्र भनेर आयो। अब चाहिँ यो कहिले आएको थियो? यो त नोभेम्बर 10 मा आएर यो धेरै पहिलाको। यसलाई म खोल्छु। यहाँ सबै हुन्छ क्या तपाईँको। जस्तै यहाँ चाहिँ 2 अर्ब 50 करोडको चाहिँ के आएको त नागरिक बचत पत्र निष्कासन गरेको छ र यसमा वार्षिक ब्याज दर 6.5% भन्छ र यो चाहिँ 6 महिनामा भुक्तानी हुन्छ भने यहाँ सबै नोटिस हुन्छ हाम्रो। यसमा चाहिँ दोस्रो बजार तथा धितो सम्बन्धी सुविधा भनेको छ होइन। यसमा चाहिँ डिओएमएस र इन्भेस्टर पोर्टलको थ्रु बेच्न मिल्छ भनेको छ होइन। अब यसमा चाहिँ हामीले के, अब यो चाहिँ 1 महिनाको लागि खुल्छ। त्यसमा जसले पहिला एप्लाई गर्यो त्यसैले पाउँछ। यसको नियम नै त्यही हो। अनि फेरि इफ 2 अर्ब यहाँ कति हो त 2 अर्ब 50 करोड जुन पैसा छ त्यो 1 महिनाभन्दा पहिला नै सङ्कलन भयो भने यो चाहिँ बन्द हुन्छ। यसमा चाहिँ त्यसपछि एप्लाई गर्न पाइँदैन। र यसमा चाहिँ कसरी एप्लाई गर्ने भनेर नि यहाँ भनेको छ। आवेदन फारम भर्न तथा बुझाउने प्रक्रिया इन्भेस्टर पोर्टलमा जाने, खाता बनाउने, त्यसपछि त्यहाँ फर्म फिल गर्ने, त्यसपछि हामीले इन्भेस्ट गर्न सक्छौँ। त्यही भएर चाहिँ तपाईँले चाहिँ यसमा जति छिटो इन्भेस्ट गर्नुहुन्छ तपाईँलाई पर्ने चान्स त्यति नै हुन्छ, पाउने चान्स त्यति नै धेरै हुन्छ। र यसको बारेमा चाहिँ के बुझ्नु हुँदैन भने चाहिँ तपाईँले यहाँ कन्ट्याक्ट डिटेल्स पनि दिएको छ। यो कन्ट्याक्ट डिटेल्समा गएर तपाईँले कल गर्न सक्नुहुन्छ। र यहाँ इन्भेस्टर पोर्टल छ नि, मैले यो लिङ्कलाई क्लिक गर्छु। यो लिङ्कलाई क्लिक गऱ्यो भने चाहिँ यहाँ आउँछ। यहाँ तपाईँको युजर नेम र पासवर्ड छ। त्योभन्दा पहिला तपाईँले चाहिँ यहाँ साइनअप गर्नुपर्ने हुन्छ। त्यसपछि युजर नेम र पासवर्ड भइहाल्यो। त्यसरी लगइन गर्ने। यहाँ सबै इन्फर्मेसन दिएको छ, कसरी इन्भेस्ट गर्ने, के गर्ने भनेर है। तपाईँले यो हेऱ्यो भने मजाले बुझ्नुहुन्छ। यहाँ भिडियो पनि राखिदिएको छ। फर इन्भेस्टर युजर म्यानुअल क्लिक द फलोइङ लिङ्क
फर मार्केट मेकर म्यानुअल क्लिक द फलोइङ लिङ्क भने यो फर भिडियो ट्युटोरियल्स क्लिक द फलोइङ लिङ्क भनेको छ सबै छ इफ तपाईँहरूले चाहिँ चाहनुहुन्छ कि मैले यो कसरी इन्भेस्ट गर्ने भनेर पनि मैले भिडियो बनाऊँ भने त्यो पनि म बनाउँछु एकदम सरल तरिकाले तपाईँहरूले बुझाएर यो चाहिँ थियो हाम्रो डेभलपमेन्ट बोन्डको बारेमा र अब हामी जाऊँ हाम्रो यो हाम्रो प्रेजेन्टेसनतिर र हामी फरेन इम्प्लोइमेन्ट सेभिङ बोन्डको बारेमा चाहिँ हेरौँ है त यो के हो भनेर यसमा चाहिँ हाम्रो त्यही हो यसमा पनि हाम्रो के त अक्सन हुँदैन यसमा है हाम्रो अक्सन हुँदैन यहाँ पनि त्यही इन्ट्रेस्ट दिने भनेको सेमी एनुअली कि त एनुअल दिन्छ त्यो हामीले नोटिसमा हेर्नुपर्ने हुन्छ अनि यसमा के छ त नेपाली सिटिजन वर्किङ इन एब्रोड यो चाहिँ जो पाए त्यहीले भर्न पाउँदैन यो चाहिँ नेपाल सरकारबाट स्वीकृति लिएर विदेशमा काम गर्न जानेहरूलाई मात्रै हो यो अनि अब यो त्यही हो यो चाहिँ यो ट्रेडेड थ्रु डिओएमएस एन्ड इन्भेस्टर पोर्टल अब चाहिँ त्यो अवधि पुरा नहुँदै मलाई चाहिँ बेच्न मन लाग्यो भने मैले यहाँ गएर बेच्न सक्छु या मलाई चाहिँ त्यो किन्न मन लाग्यो भने मलाई अझ थप लगानी गर्न मन लाग्यो भने चाहिँ मैले यहाँबाट गएर किन्न सक्छु यसमा मिनिमम भनेको त्यही 10K हो अनि यसमा चाहिँ हामीले एप्लाई थ्रु इन्भेस्टर पोर्टलको थ्रु नै हामीले एप्लाई गर्नुपर्ने हुन्छ है त हामीले इन्भेस्टर पोर्टलको थ्रु नै हामीले के त एप्लाई गर्न सक्छौँ ल यहाँ जाऊँ है त हामी यसमा जाने फरेन इम्प्लोइमेन्ट सेभिङ बोन्ड नोटिस यो नोटिस चाहिँ डिफ्रेन्ट न्युज च्यानलहरूमा या न्युज पेपरहरूमा पनि आउँछ है त यही लास्ट आएको भनेको नोभेम्बर 10मा रहेछ फाइल टाइप खोल्ने यहाँ भनेको छ 50 करोडको चाहिँ के निकाल्न खोजिरहेछ त वैदेशिक रोजगार बचत पत्र निकाल्न खोजिरहेछ र यसमा चाहिँ ब्याज भनेको कति हो त ब्याज दर 7.5% चाहिँ हाम्रो के छ त ब्याज दर छ र यो भुक्तानी हुने भनेको 6 महिनामा हो है त अब यहाँ मिनिमम कति लगानी गर्ने त्यो पनि भनेको छ र लगानीकर्ता को हुनुपर्छ भनेर यहाँ सबै भनेको छ यहाँ यो चाहिँ जो पाए त्यसले लगानी गर्न पाउँदैन जस्तै यो बचत पत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको 6 महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य बुवा आमा श्रीमान श्रीमती छोराछोरी मात्र को नाममा खरिद गर्न सक्ने भनेको छ र यो चाहिँ दोस्रो बजारमा चाहिँ कसरी हुन्छ त भन्दाखेरि यहाँ मैले भने हो भने त्यही पनि म भन्दैछु यो डिओएमएस र इन्भेस्टर पोर्टलको थ्रु अब यो डिओएमएस त खुलेकै छैन इन्भेस्टर पोर्टल त चलेको छ त्यहाँ तपाईँले चाहिँ आफ्नो युजर आइडी र पासवर्ड क्रिएट गरेर तपाईँले किन्न पनि सक्नुहुन्छ तपाईँसँग यदि छ भने बेच्न पनि सक्नुहुन्छ तपाईँले है त ल आवेदन फारम भर्ने तथा बुझाउने प्रक्रिया भनेको छ त्यही हो इन्भेस्टर पोर्टलमा जाने यहाँ सबै इन्स्ट्रक्सन छ त्यो फलो गर्ने त्यसपछि भइहाल्छ है त र यसमा चाहिँ महत्त्वपूर्ण कुरा त के हो भने के कागजहरू चाहिन्छ भन्ने कुरा हो कि यहाँ छ सबै त्यो कहाँ गयो त्यो कता गयो त्यो कागजहरू के चाहिन्छ भनेर 7 विकास ऋण पत्र ल यहाँ छ है त आयो अब यसमा चाहिँ के चाहिन्छ ती आवेदन 7 पेज गर्नुपर्ने कागजातहरू छ तपाईँ आफैले बुझ्नुहुन्छ यो सबै कागजातहरू पढ्यो भने यहाँ पुरै कागजातहरू के चाहिन्छ त्यो सबै छ किनभने यसमा चाहिँ तपाईँले 1% एक्स्ट्रा ब्याज पाउनुभएको छ कि जस्तै अहिलेको जुन थियो नि यो विकास यो जुन यो सिटिजन सेभिङ बोन्ड थियो त्यसमा चाहिँ के थियो भन्दाखेरि त्यसमा 6.5% थियो ब्याज दर भने यसमा चाहिँ 1% एक्स्ट्रा छ कि 7.5% ब्याज दर छ यो भनेको चाहिँ अहिलेको स्थिति सिचुएसन हेर्दा यो भनेको ठिक हो धेरै जस्तो वाणिज्य ब्याङ्कहरूले 7.5% या 6.5% एफडीमा त्यति पनि दिइराखेको छैन यो भनेको एकदम राम्रो त्योभन्दा पनि राम्रो भनेको यो एकदमै सुरक्षित हुन्छ यहाँ सबै छ है तपाईँले अब कन्ट्याक्ट गर्न सक्नुहुन्छ त्यसपछि अब तपाईँको खातामा चाहिँ पुरै पैसा हुनुपर्ने हुन्छ जस्तै मानौँ तपाईँले चाहिँ 10 लाखको वैदेशिक रोजगार पत्रमा एप्लाई गर्नुभएको छ भने तपाईँले त्यहाँ खाता नम्बर हाल्न भन्छ त्यहाँ चाहिँ तपाईँको
खातामा 10 लाख पैसा भएको हुनुपर्छ। ल आजलाई चाहिँ यति नै हो। मैले भन्नुपर्ने कुराहरू मैले सबै भने जस्तो लाग्यो। इफ तपाईँहरूले चाहिँ केही कन्फ्युजन छ, केही बुझ्नु भएन भने तपाईँहरूले सोध्न सक्नुहुन्छ है त। ल मैले चाहिँ यो भिडियो यहीँ अन्त्य गरेँ। तपाईँले सब्सक्राइब गर्नु होला, किनभने मैले यस्तो खालको भिडियोहरू फ्युचरमा मैले अपलोड गर्ने नै छु।